मैले एउटा किताब पढेको थिएँ क्या, त्यसमा यस्तो लेखेको थियो क्या, एउटा छोरा र एउटा बुढा हुन्छन् कि होइन भन्नाले छोरा र बाउ हुन्छन्। अनि त्यो बाउ चाहिँ अलि धनी नै हुन्छ होइन। अनि छोराले त्यस्तो कामसाम नगर्ने कि होइन, खासै भन्नाले बाउको सम्पत्ति छ नि त, त्यसैले पुगिहाल्छ नि त, किन गर्नु परेर मैले भन्ने सोच त्यस्तो हुन्छ क्या छोराको होइन। अनि त्यो बाउले त्यत्रो कमाएको हुन्छ, त्यस्तो सम्पत्तिहरू जोडिदिएको हुन्छ, तर त्यो छोरालाई चाहिँ बाउको मतलबै हुँदैन कि त्यो बिमारी हुँदा पनि हेरदेख यताउता केही पनि गर्दैन कि होइन। अनि त्यस्तै दिनहरू बित्छ होइन, धेरै नै बिरामी हुन्छ बुढा होइन। त्यो बिरामी हुँदा हुँदा अनि छोराले वास्ता नगर्ने यताउता चिन्ता लाग्थ्यो कि बाउलाई चाहिँ, मेरो छोरा यस्तो छ, जन्माएर यस्तो यस्तो गर्यो यस्तो भन्छ, त्यसको लागि मैले यत्रो सम्पत्तिहरू जोडिदिएँ, यत्रो हेनतेन गरेँ, यत्रो दुःख गरेँ, आफूले खाएर नखाएर यत्रो दुःखहरू गरेँ त्यसको लागि, तर अहिले मलाई उसले यस्तो गरिरहेको छ भन्छ क्या। बाउले सोध्छ त्यस्तो कुराहरू। अनि छोरालाई सम्झाउँदा पनि छोराले खासै सम्झिन्थेन कि होइन। त्यस्तै त्यस्तै भयो होइन। त्यस्तै दिन बित्दै गयो। अनि एक दिन बुढाले छोरालाई बसाल्यो कि, भन्नाले नै बित्ने बेलामा बित्नुभन्दा अगाडि चाहिँ अनि बसेपछि अनि बस्यो छोरा पनि, छोरा बाउ बसे। अनि कुरा गर्दै जाँदाखेरि बाउले के भन्यो भनेपछि मैले के गरे, म मरेर गएँ भने मैले 2वटा सामान भन्नु कागज, त्यसमा कपडामा सामानहरू राखिदिएको छु भन्छ। सामान राख अनि बाउले भन्छ रातो कपडामा चाहिँ मैले धेरै सामान के गरे, रातो कपडामा चाहिँ मैले मेरो घरको त्यो जमिनको तल चाहिँ त्यो दुगाएर राखेको छु, यति धेरै सामानहरू, यति धेरै गहनाहरू सम्पत्तिहरू छ भन्छ के होइन। पहिला चाहिँ म मरेपछि पहिला चाहिँ त्यो रातो कपडा खोलेस्, अनि त्यो रातो कपडा खोजेस्, त्यो कपडामा धेरै गहनाहरू यताउता धेरै सम्पत्ति छ भन्छ क्या होइन। अनि त्यो गहनाहरू त्यो सबै खोजिसकेपछि तैँले त्यो प्यालो कपडा खोजेस् भन्छ क्या बुढोले होइन। अनि बुढो बित्छ। अनि त्यो बुढो बितिसकेपछि त्यसको अब यताउता त्यो काजक्रियाहरू सबै हुन्छ, अनि त्यो सकिन्छ। अनि त्यो सकेपछि छोरोले अब हुन्छ नि डोजरहरू लगाएर के लगाएर सबै त्यो खोज्छ के सामानहरू, त्यो रातो कपडा खोज्न खोज्छ। अनि बुढोले त भनेको हुन्छ मैले त्यो घरभित्र दबाएको हुन्छु, के गरे घरको जमिनको तल जग्गाको तल दबाएको छु, त्यो चाहिँ खोजेस् धेरै सम्पत्ति छ भन्छ बुढाले भन्छन् होइन। भनेपछि अनि छोरो चाहिँ लोभी टाइपको, अनि खोज्छ त्यो सम्पत्ति।